सम्झौँ कि हामीले के गर्ने कसो गर्ने। अब ठुल्ठुलो रेम्बुछ्यालो गुरुजीहरू जस्तो बिटकको कुराहरू गर्नलाई र त्यो गर्नलाई हामीलाई धेरै नै समय लाग्छ। किन भन्नुहुन्छ भने आज आएर 1 घन्टामा 2 घन्टामा हामीले त्यस्तो बिटकको कुराहरू राख्नलाई अनि ज्ञानहरूको धेरै ज्ञानहरूको कुरा राख्नलाई निकै समय लाग्छ। यो तपाईँहरूले जानकारी भएको कुरा हो, मैले भन्नुभन्दा तपाईँहरूले जानकारी नै कुरा हो। र दोस्रो कुरो म के भन्न चाहन्छु भने अब हामीले भेटघाटको क्रममा यहाँहरूप्रति एउटा चाहिँ तपाईँहरूले अब एकछिनलाई मौन धारण गर्ने तपाईँ हामीले पनि एउटा बौद्ध धर्मको नाताले बुद्ध धर्मको चाहिँ ज्ञानले गर्दा भगवान् बुद्धले पनि सुसिरहनु भएको छ। हामीले पनि मौन धारण गरेको जस्तो नै यहाँले पनि एकछिन यो संसारलाई कल्याण होस्, हामीलाई पनि कल्याण होस्, यो देशलाई पनि कल्याण होस् र हाम्रो मनको कामनाहरू पुरा होस् र यहाँले एकछिन हात जोडेर यहाँले चाहिँ मौन धारण गरेको जस्तो सूचित गरेर बस्दिनु होला। म अलिकति मन्दिर पढ्छु।